नमस्कार दर्शकबिन, आजको बलिदो विकसित युगसँगै अनलाइन सञ्चार अन्तर्गत बीबीसी online-news.com मा हार्दिक स्वागत छ। बीबीसी न्यूजको एउटा अलगै प्रस्तुति कार्यक्रम 7 समुद्र पारी अन्तर्गत इजरायल विशेष गतिविधि पस्किन बीबीसी न्यूजका सम्पूर्ण युनिटका साथै कार्यक्रम प्रस्तुता म आरोह श्रेष्ठ उपस्थित भइसकेको छु। घाट्नु हुँदैन दर्शन पछिमा काठमाडौँ आएपछि थाहा पाएको मैले हाम्रो नमस्कार प्रणाम हो नि त। मैले भिनाजु दर्शनमा भिनाजु दर्शन भनेर जस्तो लागेछ। डर्दैन नि भिनाजु कोहीसँग पनि। त्यसो भनेको उनलाई के भिनाजु लगभग पुरै पागल भइसकेको छ। अनि भिनाजु गाँठमा आरामी पनि गाँठमा आराम जेललाई सन्चै छ भनेर चाहिँ मैले चाहिँ भिनाजु गाँठमा आरामै। मलाई के लाग्यो यो पनि मेरी पत्नी जस्तै खर्चालु भएछ। यसले पनि गाँठ उम्काउनु खोज्छ। मैले पनि गाँठमा आराम छैन नि सबै दिदीले सिधै छ। बसिरहेको छु त्यहाँ सालो आउँछ भने डग भिनाजु यहाँ पनि थोरै दर्शन ठुङ्छ डग के भन्छ भिनाजु म भुजा खाएर आउँछु म रजिया भएको है भुजा खाएर आउँछु हजुर चाहिँ टिभी नजर होस् भनेको हेरिबक्सोस् भनेर छ। मैले के भने भिनाजु टिभी नजर होस् खबरदारै पाखे टिभी नझरोस् नि भनेर त लाग्यो। ए बाबा ओ कस्तो परिवारमा सम्बन्ध गाँठिन्छ त। म टिभीसम्म जान्दिनँ होला त। तनाव लिएर बसिरहेको छु। मैले हेरेको छु नि। अनि पापा के हो खाइस्यो पनि आवाज आयो। के भने खाइस्यो मैले के ठाने मेरो सालाकी सानै छोरी बाहिर आँगनमा खेल्दै थिए। त्यसले खेल्दा खेल्दै सियो खाइसकेर खाइसियो भनेछ नि त। सियो खाइसकेर अड्काइसकेर अनि अस्पताल लानु पर्यो भन्नुलाई आइदिए जस्तो लाग्यो। बाबा खाइसियो भने अड्काइ होला सियो चिर्नलाई अस्पताल लैजान त म यहाँ टेन्सन लिनु। एकछिनपछि परिवारका सबै मान्छे आउँछन् अनि सासूमा आइसिन्छ गजक खै सासमा ढाल आइसिन्छ होइन। अनि जय साहब हिन्दी सिरियल लगाएको छु हिन्दी सिरियल लगाएको छु। आजकल तपाईँले भने होइन सहरिया सासू बुहारीहरूको कथा तपाईँ त श्रमजीवी हुनुहुन्छ म तपाईँलाई सम्मान गर्छु। आजकलका सहरका सासू र बुहारीको कथा हुँदैन भनेर मैले अर्की बिहे गरेको बहिनी यो कुरा रियल होइन गजुरियल मात्रै हो। तर यो रियल कुरा गजुरियल कुराभित्र एउटा रियल कुरा छ साथी। परिवार सम्बन्ध आफन्त भन्ने चाहिँ फेसबुक गीत सङ्गीत मनोरञ्जन जस्तो होइन। त्यसले तपाईँको मस्तिष्कमा कालान्तरसम्म प्रभाव पार्दछ। प्रेम र विवाह गर्नुभन्दा या दोस्ती बनाउनुभन्दा पहिला विचार मिल्नुपर्छ, वर्ग मिल्नुपर्छ, संस्कार मिल्नुपर्छ। तपाईँका बच्चा बच्ची हुर्किँदैछन् नेपालमा। फेसबुकले बर्बाद बनाउँदैछ हाम्रो परिवार समाज मस्तिष्क विचलित बनाउँदैछ। उनीहरूलाई भन्नुहोला विवाह र प्रेम गर्नुभन्दा पहिला साथी बनाउँदा पनि याद गर्नुहोस् विचार मिल्नुपर्छ। आजकल मैले धनी केटा पाएँ या सम्पन्न केटी पाएँ यो दीर्घजीवी हुँदैन। विचार मिलोस्, वर्ग मिलोस् भावना। विचार मिलोस्, वर्ग मिलोस् भावना, तब मात्र जिन्दगी सफल बन्छ। यही मेरो शुभकामना। म अब तपाईँसँग बिदा हुनुभन्दा पहिला मलाई एकजना हात उठाइदिनुहोस् जसले फेसबुक चलाउनु। मैले अघि भने नि तपाईँलाई यसले हाम्रो यसको उपयोग गर्नुपर्छ। म प्रविधिको विरोधी होइन, तर यसले हामीलाई उपयोग गर्यो भने हाम्रो समाज, हाम्रो मस्तिष्क, हाम्रो जिन्दगी अहिले ख्याल नाचे जस्तो हुँदैन साथी। जिन्दगी जब तपाईँ एक्लै कोठामा बसेर दिमाग सोच्नुहुन्छ त एउटा मन अशान्त हुन्छ, तुलबुल हुन्छ, सबै थोक छ तर पनि केही नपुगे जस्तो हुन्छ। यो भनेको तपाईँले जीवनको मनको अन्तरकुन्तर शान्त छैन। मनको अन्तरकुन्तरलाई अशान्त बनाउने इन्टरनेटको सञ्जाल पनि हो। एउटा त अघि मैले सुनाएँ तपाईँलाई यसले भाइबरमा लप्पर्छ, स्काइपमा हनीमुन मनाइन्छ, फेस टु फेसमा डिभोर्स हुन्छ। अर्को खतरा यसले भाषा बिगारेको छ। आजकल मलाई च्याट गर्छन् ससाना बच्चाहरूले, मेरो फ्यान भन्छन् नि एचएलओ एमएनजे के एक्से What do you mean by एक्से बेटा भन्छु के छ भने
सर मैले 20 वर्ष लाएर पढे CHH छ। यो 10 वर्ष फेसबुकले के भन्छ के एक्स। आजकल एक्स पनि घटेर एचएलओ के एक्स। जम्मै एउटा एक्स आउँछ। मलाई त झनक्क बाउनको रिस उठ्छ जब कसैले मलाई के एक्स भन्छ नि, म त ठाडै भन्छु नानी ट्रिपल एक्स। यो त युवा र बच्चाहरूको कुरो। तपाईको कुरो मलाई थाहा छैन। मैले जति पढे समाज पढेको कुरो भन्दैछु। हाम्रा दिदीबहिनीहरूको पनि धेरै मैले समस्या देखेको छु। विराटनगरमा छु, एउटा घरमा दाइको घरमा गएको छु। त्यहाँ प्रेम मानवीयता छैन। दाइ डेस्कटपमा झुन्डिरहेछन्, भाउजू आइप्याड लिएर उभिनु भएको छ, कान्छो छोरो मोबाइल चलाइरहेछ, छोरी टिभीमा छ, अनि तीबाट च्याट गरेर कुराकानी गरिरहेछ। योभन्दा खतरा नि भाउजू यहाँ आइप्याड छ, सानो कान्छो छोरो यहाँ रोको रहेछ, यहाँ बच्चा रोको रहेछ, यता भाउजू हाँसिरहेछन्। कहाँ लाँदै साथमा सोधेँ मैले, भाउजू बच्चा रोइरहेछ, बच्चालाई के भएको पहिला सम्झाउनुहोस् भनेको। सुन्नुहुन्छ अङ्ग्रेजी बोले कि इङ्ग्लिसमा डबल MA गरिकन के भयो बच्चालाई भने, बाबु हेरिसियो न सियो है फेरि, बाबु हेरिसियो न के भयो 3 दिनदेखि इड्ता पनि इड्दैन। इङ्ग्लिसमा डबल MA पास गरिकन 3 दिनदेखि इड्ता पनि इड्दैन, स्लिप्ता पनि स्लिप्दैन। के भयो खालि उइपेको छ। घरबाट हिँड्ने दिन अस्ति मैले छोरालाई भने, बाबु 24 घण्टा यो सबै तपाईँका छोराछोरीको कथा है यो जुन म भन्दैछु। तपाईँ भनेको मै हो, म भनेको तपाईँ हो। 24 घण्टा इन टाइम तपाईँले यदि सुविधा दिनु बच्चालाई, कहिलेकाहीँ अलिकति कडा पनि हुनुपर्छ। सुविधा धेरै दिनुभयो, बा बिग्रेला कि भस्टार बिर्सिस भनेको उल्टै गाली गरेर मलाई, बाबा संस्कृत त सोध्नु म फटाफट भनिदिन्छु भन्नु। ए होला त्यसले त्यसै भए भन्छ के अरे तमसोमा ज्योतिर्गमय, यो भनेपछि अँध्यारोबाट उज्यालोतर्फ जाऊ भन्न खोजेको। लु भन्छ तमसोमा ज्योतिर्गमय नेपालीमा भन्दा भनेको, ए बाबा त्यस्तो जाको तमसोमा ज्योतिर्गमय भने तिमी सुत आमा, म चाहिँ ज्योतिसँग भन्छु। गुरु माता पिता गुरु बन्धु सखा नेपालीमा भन्दा भनेको, बाबा त्यस्तो जाको गुरु माता पिता गुरु बन्धु सखा भनेको यदि गुरुले मात्र पिट्न थाले बन्धुकले सखा पार्न केही सिका छैन तपाईका बच्चा। यस्तै दुरुपयोग भइरहेछ। म कहिलेकाहीँ देख्छु एउटा इतिहास, त्यो हामीले जहाँ दिनखेरि सबै दिमागमै सेभ गर्नुपर्छ। सबै काठमाडौँ उपत्यका कहिले कब्जा भयो, लक्ष्मीप्रसाद देवकोटाको जन्म कहाँ भएको यही सेभ गर्नुपर्थ्यो। भूगोल थिएन, पेनड्राइभ थिएन। लक्ष्मीप्रसाद देवकोटाको जन्म 1967 साल कार्तिक 27 गते शुक्रबार लक्ष्मी पूजाको दिन काठमाडौँ टिली बजार पिता देवकोटा मायामन। आजकल ससाना बच्चा के तपाईँलाई पनि आफ्नो जन्मदिन थाहा मैले पक्नै म गुगलमा हेर्छु। अर्को अन्तिम यति कुरो राख्छु, परिवार घर श्रीमान श्रीमती पति पत्नी छोरा छोरी सबभन्दा प्राथमिकता त्यो। सेकेन्डमा तपाईँको जागिर, तपाईँको आफन्त समाज हो। तर यो फेसबुकमा सारा कुरा छरपस्ट नपार्नु होला। तपाईँलाई लाला नि मेसेज डिलिट गरे, गुगलको हेडक्वार्टरमा तपाईँको सारा मेसेज सेभ भइरहेछ। तपाईँले जे गर्नु भएको छ सबै हुन्छ त्यहाँनिर। अथवा तपाईँले जस्तो फेसबुकमा लेख्नुहुन्छ नि, त्यो तपाईँले दिमागले लेख्नु भएको, त्यो मनको अन्तर कुन्तरबाट तपाईँले सारा चिज त्यहाँ लेखिसकेपछि के हुन्छ त भन्दाखेरि अहिले फेसबुक या सामाजिक सञ्जाल तपाईँ हाम्रा सुराकी खुफिया गर्नका लागि त्यसका सेन्टरहरूमा यी चिज राखिरहेको हुन्छ। सबै चिज फेसबुकमा छरपस्ट नपार्नु होला। म देख्छु पति पत्नी बीच, प्रेमी प्रेमिका बीच, बाउ छोरा बीच सामान्य ठाकठुक पर्यो भने फेसबुकमा लेखिदिइहाल्ने। भाउजूले लेख्छन्, ए भगवान् कस्तो लोग्नेसँग परिएछ, थुप्पो जिन्दगी लेखिहाल्ने। दाइले पनि लेखेन, भगवान् अर्को जुन त बुढो बन्ने भयो। प्लिज एउटै खापमा सुतेपछि खुट्टा लाग्छ। जिन्दगीमा करोडौं मान्छे छन् तपाईँको जीवनमा, त्यही मान्छेसँग जोडिनुको अर्थ केही न केही होला नि त। करोडौंमा त्यही लोग्नेसँग तपाईँ जोडिनुपर्ने, त्यही पत्नीसँग तपाईँको सम्बन्ध हुनुपर्ने, त्यही आत्मा त्यही छोरो हुनुपर्ने केही सम्बन्ध होला नि त माथिबाट। त्यसले यो सम्बन्धलाई फेसबुकको क्षणिक मनोरञ्जनमा ध्वस्त नपार्नु होला प्लिज। अब मनले त के भन्छ हामी मनको दास बनिरहेका छौँ। मनले त के भन्छ सके मैले
यो मन हाँस्ने कुरो होला। यहाँ मैले तपाईँलाई मुख बङ्ग्याएर अश्लील कुरा गरेर भित्राङ्गका कुरा गरेर म जोक गर्न सक्छु, तर यो माहौल, यो मास, यो समय, यो वातावरण कम्तीमा तपाईँको सुसुप्तरको चेतनलाई जागृत गरेर मनलाई आनन्द बनाउने पनि हो। मनमा त के आउँछ, मनका कुरा सबै छारापास्ट पारेन सकेँ मैले। उहाँजी बस्नु, 2 मिनट बस्नु, दिदी बस्नु, बहिनी दिदी बहिनी के भन्दा रिसाउने बस्नु सकिहाल्यो, मेरो कार्यक्रम सक्छु, दोकान बन्द गरेर अरू साथीहरू आउँछन्। ओके, मनका कुरा छारापास्ट नपार्नु होला। अब म अन्तिममा मन हो, मनले त के भन्छ जस्तो उदाहरण, जस्तो म जे बोल्दैछु नि अहिले, वाह मनोजले क्या ट्यालेन्ट रहेछ, कस्तो तार्की भन्नुहुन्छ नि, यो मुखले भन्दैछ, मनले त के भन्दैछ सानोतिर, वाह क्या राम्रा रहेछ नि, मनमा त्यस्तो छ। तर मनमा जे आयो त्यो भन्न मिल्छ मैले, हाय भाउजू आयो मनमा, अब त्यस्तो पार, तर मैले गर्न मिल्छ मनका कुरा छरापस्ट पार्ने होइन। मन भनेको के हो थाहा छ? मन भनेको छाडा साँडे हो, त्यसलाई मस्तिष्कले रोक्नुपर्छ। 2 दिनको अगाडि घटना सुनाउँछु ल म एउटा। मेरो भाइ अमेरिकामा छ, अनि बुहारीले लेखिसिन् भाइ नेपाल आएपछि मेरो हबी, आजकल हस्बेन्ड पनि होइन हबी भन्दा छैन, मेरो हबी 3 महिनाको लागि नेपाल गइसकेदैछ लेखिसिन्। बिचरा राम्रै हो, शुभकामना हो, तर एउटा पापीले लास्टमा के कमेन्ट गरेर थाहा छ? ए हो र काली, त्यसै म आउ त। अब मनलाई मस्तिष्कको नियन्त्रणमा पार्ने एउटा सूत्र छोडेर जाँदैछु, प्रयोग गर्नु होला भोलिदेखि। यसले तपाईँको सोचाइमा, तपाईँको मस्तिष्कमा, तपाईँको सुखमा दुःखमा सबै बेला साथ दिन्छ यो सूत्रले। मनलाई कसरी आफ्नो पकडमा राख्ने, मनमा त के आउँछन्। अब भोलि बिहान गएर, अथवा अब कतिखेर चाहिँ बिहान भइसक्यो है, अब जहिले फुर्सद हुन्छ घरमा पुगेर आइप्याड हुनेले आइप्याड, मोबाइल, त्यो पनि हुनेले कलम र कापी बोकेर टोइलेटमा जाने। टोइलेट है प्लिज, टोइलेटमा त्यही गरेर मात्रै जाँदैन भाइ। टोइलेटमा जाने भनेको टोइलेटमा जाने र टोइलेटको चुकुल लाउने, चुकुल लाएर त्यो गर्ने अरू काम समस्या पर्नु। चुकुल लाएर अब लेख्न थाल्नुहोस्। त्यहाँ एक्लै बस्दा तपाईँको दिमागमा के कुरा आयो, प्रत्येक कुरा नढाँटिकन। दुनियाँलाई ढाँट्न सक्नुहुन्छ तर तपाईँ आफ्नो आत्मालाई ढाँट्न सक्नुहुन्न। प्रत्येक कुरा त्यहाँ लेख्नुहोस्। 5 मिनट के कुरा खेले दिमागमा, 4,72,000 भन्दा बढी कुरा खेल्छन् 4 मिनट 5 मिनटमा। ती सबै कुरा नढाँटिकन लेख्नुहोस्। कहिले घरको याद आयो, कहिले जागिरको याद आयो, कहिले पहिलाको प्रेमको याद आयो, सबै आयो। र अब गएर एउटा अलिकति नजिकको साथीलाई देखाउनुहोस्, यार 5 मिनटमा हेर्न मेरो दिमागमा यस्ता कुरा आयो, के भएको कुरा मलाई भन्नुहोस् त। सोझै तपाईँलाई पागल घोषणा गरिदिन्छ, किनभने मन त पागल हो नि त। त्यसैले म यति भन्छु, मन भनेको छाडा साँडे हो, त्यसलाई मस्तिष्कले रोक्नुपर्छ। समस्या हुन्छन् सबैका, म हँसाइरहेको छु नि, प्रत्येकका म हँसाउने मान्छेको नि मेरा समस्या छन्, तर त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ। मन भनेको छाडा साँडे हो, त्यसलाई मस्तिष्कले रोक्नुपर्छ। समस्यालाई फेसबुक गर्ने होइन, समस्यालाई फेस गर्न सक्नुपर्छ। म बिदा भएँ, धेरै धेरै धन्यवाद। तपाईँको हृदयमा रहेको नेपाली माटोलाई धन्यवाद दिँदै बिदा माग्नुभन्दा पहिला मेरा भाइ प्रकाश कटुवाल, त्यसै गरी बहिनी रजिना उप्रेती, भाइ मविन्द्र, त्यसै गरी यो आयोजक अध्यक्ष हाम्रो ओलीजी, त्यसै गरी तेन्जिङ नोर्गे है लाई पनि तेन्जिङजीलाई धन्यवाद दिँदै आजको साँझ बहुरो रमाइलो हो। जो यी कुर्सीहरूले पनि कवि कुर्सीहरू पनि भाग्यमानी रहेछन्, तपाईँले मेरा कुरा सुन्न पाए। र जहाँ तपाईँले बैठक राख्नु भएको छ ती झन् भाग्यमानी हुन्। धेरै धेरै धन्यवाद। तपाईँलाई पुनः एकपटक यति कुरो राख्न चाहन्छु कि राजनीतिले समाज जोड्नुपर्ने, देशमा त टुटायो, यहाँ पनि विभिन्न खालका राजनीति खालका सङ्गठनहरूले तपाईँलाई जोड्ने काम गरून्, नटुटाउन्। उनीहरूको त्यो षड्यन्त्रमा, त्यो सङ्गुलमा नफस्नु, किनभने देश टुटिरहेको छ। उहाँ यहाँ पनि टुटाइदिनु भने कसको आधारमा राष्ट्र बाँच्छ? पूर्व पश्चिम बाँडिएका नेपालीका मन, पूर्व पश्चिम बाँडिएका नेपालीका मन, मन दुख्दा स्याङ्जालीको झापा कठै भन, नारायणीमा बाढी आउँदा कर्णालीमा पहिरो, जाति भन्दा
नेपालीको नाता हुन्छ। थ्यांक यू। दर्शकबिन, आजको हाम्रो कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह सुझावको अपेक्षा राख्दै आगामी कार्यक्रममा फेरि भेट्ने बाचाका साथ बीबीसी अनलाइन न्यूजका सम्पूर्ण युनिटका साथै म कार्यक्रम प्रस्तोता आरोह श्रेष्ठ पनि बिदा लिन चाहन्छु। नमस्कार।